होइन हौ दाजु, मलाई त जहाँसम्म लाग्छ राजपाल तपाईँलाई लास्टै मन पराउँछ हौ। हो दाजु, तपाईँलाई दाजुमाले लास्टै मन पराउँछ। अस्ति मैले सपनामा पनि पो देखिरहेको थिएँ हौ। दाजु त्यो तपाईँको थनक्क पार्नु त त्यो खुट्टा तनक्क पार्नु त लाग्दो माग्नु जे होला होला। होइन कुरो चाहिँ ठिक गरी सिकेरा। मेरो यो मनले पनि कता कता लाजीमै पो ताक्दैछ हौ। यसो अब तिमीहरूले 8 दिन्छौ भने त राखिदिउँ न त। हो नि दाजु, कति डुङडुङ्गे बुका जस्तै गनाउँदै बस्नुहुन्छ हौ। हामीलाई पनि भतिजनीहरू चाहिँदैन कि? को नि हो दाजु, लाजमा भोजन ल्याएर सबै मिलेर ठोक्नु परेन। अब च्याब्रुङ मादल तोङमा ठोक्नु परेन कि कसो तिमीले? हो नि हो साटा, लिम्बू पो त हो नि। लिम्बूको बिहेमा च्याब्रुङ तोङ्बा नठोकी बिहे जस्तै हुँदैन नि, आन्नु पर्यो नि हो त्यति त। लिम्बूको बे त लिम्बूको हुन्छ क्या, जसले जे भने नि। भाउजूलाई चाहिँ पसिना आउने गरी ज्वरो फुट्ने गरी ठोक्ने जिम्मा मेरो। होइन हो झ्याक्ने, के पो भन्छु त? च्याब्रुङ नि हौ, पसिना आउने गरी ठोक्ने जिम्मा मेरो भयो क्या। कसो ढिङ्गाले? होइन दाजु, अब जब छोरा मान्छेपछि यतिको आर्च फेरि गर्नै पर्छ नि फेरि लागु। अब यहाँको कुरा छोडिदिउँ, लाग्नुपर्छ पर। पहिला अगाडि फुल दिनु तपाईँ, त्यसपछि घरमा माग्नु जानुपर्छ। फुल चाहिँ के को दिनु हो? सेतो दिनु कि रातो दिनु? डबल अप्सी फुल हुन्छ कालो लामो अलिक झप्पलो दिनुपर्छ। होइन जाँडा कस्तो खालको फुल हो त्यस्तो लामो कालो चाहिँ फेरि? अरे दाजु, बजारमा जति पाइन्छ टक्क त्यो घर बाहिर बार्दामा चट्ट सजाएर राखेको हुन्छ क्या, जति पाइन्छ त्यस्तो फुल त यत्रो यत्रो नि पाउँछ हौ। त्यति साह्रो दुःख नगरौँ। अहिले अब बजारमा गएर फुल ल्याएर दिनु हुँदैन। होस् बरु एउटा यसो रातो फुल दिनु न है। होइन तिमी जार मात्रै घिच्दै बस्ने? छोरीको लागि यति राम्रो कुटुम्ब आएको थियो, किन खाली हात पठाएको? चुप, राम्रो कुटुम्ब मात्रै आएर हुन्छ? आफूले मन पराएको मनले खाएको त हुँदाखेरि पो मनैदेखि मजाले धुमधामसँगले अब यसो बे गरिन्छ त। गर्यो, यस्तै पारा हो भने त तिम्रो छोरीको बे गरेको गरेकै हो। अब के गरौँ त? मलाई मनपर्ने फुटबल प्लेयर दाजु काम थाल्नु, कोही आएको छैन बाहिर। यहाँ आयो भने बामपक्ले दिएर काटिदिन्छु। दाजु लाजीमा ठालेला ए तमरी खोला पर्दाखेरि म तिमी सामु सर्दाखेरि ए तिमी जस्तै तारा खस्दाखेरि त्यो ताराले मलाई लाग्दाखेरि यो चाहिँ तिम्रो लागि लाजी। राख न राख राख हिँड अब।
ओइ जाडा भिङ्गाले मुखियाको छेउमा उपर खुट्टी लाएर बसेस् त। बस्छु त मुखिया भएर। पहिला त्यो तिम्रो सुरुवाल त टाल। होइन डबल अप्सी उपर खुट्टी लाएर बसेस्। त्यत्रो छत्रे टोपी लाउँदाखेरि पनि पुरै कालो च्याउ जस्तै देखिन्छस् त। दाजु अरे के रे जाँठा तेरो मुख्याले हान्छेस्। तेरो जाँठालाई आएर भरुवा निकालेर क्या पार्यो। तिम्रो त सुकी मरेको भरुवाले काम दिँदैन हौ। हाम्रो जस्तो काँचो चाहिन्छ। काँचो 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 के सुकेको के मलाई नसिका। आखिर तिमीहरूको काँचो भन्दा मेरो सुकेको काम लाग्छ। भन् कहाँ निस्? कहाँ हिँड्नु? तिमीलाई पनि थाहा नै छ त काका, लाजिमाले दाइलाई कति मन पराउँछ र दाइले पनि लाजिमालाई कति मन पराउँछ। तिमी पो बिचमा भिलेन भएर आउँछ त। पहिले स्विच अफ पारिदिउँ भन्छु कि मिल्दैन मात्र पो कि दाजु। लाजिमाको बाउन पनि हान्दिउँ हौ। लागि बस। होइन हौ दाइ, के को चुप लागेर बस्नु सधैँ सधैँ यो अत्याचार। काकालाई पनि थाहा छ त लाजिमाले तपाईँलाई मन पराउँछ र तपाईँले लाजिमालाई मन पराउनुहुन्छ भनेर। तपाईँमा के कमी छ? ज्यानमा त्यस्तै सुकी मारेको ज्यान छ, फुकी मारेको ज्यान छ, हाइटमा हाइट छ, वेटमा वेट छ, हेन्डसममा हेन्डसम छ। चाहिएको के हो सोध्नु त एकटा। मैले सोध्नु पऱ्यो भने फेरि यहाँ छेकाछेक होला नि। होइन हौ काका, तपाईँलाई कस्तो खालको चाहिँ जोइ मन पर्ने हो? मलाई कस्तो खालको केटा मनपर्छ थाहा छ? भकुन्डो खेल्ने त्यो फुटबल खेल्ने केटा मनपर्छ। हाम्रो ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको खाम्लुङ भन्ने ठाउँमा 5औं मेरिङदेन कप हुँदैछ। त्यहाँ गेम हुँदैछ। तिमीलाई थाहा छ पुरस्कार के छ? त्यहाँनिर कहिलेदेखि गेम सुरु हुँदैछ? तिमीहरूलाई त के थाहा छ? कसको घरमा अमिलो जार गुलियो जार पाइन्छ भन्दै छान्दै हिँड्नु मात्रै त जानेछौ तिमीहरूले। हेक्नेहरू के यस्ता त अब 10,000 रुपियाँ होला प्राइस भनेको। 10,000 त म टङ्बा खाएर सकाइदिन्छु। होइन है, तैँले के भनिस् रे? 10,000 रे? हाटा पहिलो पुरस्कार कति हो तँलाई थाहा छ? 1,51,182 रुपियाँ छ। र दोस्रो पुरस्कार कति हो तँलाई थाहा छ? दोस्रो पुरस्कार 81,182 रुपियाँ छ। हाटा त्यो गेममा जसले फर्स्ट लिएर आउँछ उसलाई मेरो छोरी। दाजु फुटबल त म बच्चादेखि खेलेको। अस्ति एउटा बल त मैले लात्तीले दिएर फुटाइदिएको। त्यो पनि ढुङ्गामा लागेछ क्या, चुच्चो ढुङ्गामा। म पनि फुटबल त राम्रो खेल्थेँ नि। अस्ति फुटाइदिएको सियोले घोचेर। एक टिम लानुपर्छ ल हौ हामी पनि कि कसो डबल अप्सी। हो दाजु ठिक भने फिङ्गालेले हामी पनि एक टिम लानुपर्छ। एकजना तपाईँ, एकजना फिङ्गाले, एकजना काका, एकजना निमेश दाइ, एकजना सङ्गीता, एकजना एलिसा। 7 जना त भइयो। अब बाँकी रह्यो 3 जना। 3 जना चाहिँ चतुरे बाजे एकजना, एकजना भुइँताला बाजे, एकजना डम्बर बाजे। भइगयो त नि। लाने नि फिक्स दिन्छ पहिलो प्राइज त हामी नै हो। कहाँ मेरो नाम लिएको? मेरो बुढीको, मेरो छोरीको नाम लिएर हुन्छ? त्यो ठुलो गेम हो। त्यहाँ खेल्नुको लागि क्लबको दर्ता भएको हुनुपर्छ भने मात्रै खेल्नु पाइन्छ। त्यो गर्ने झुसे मुसे त्यो जुम्रोको गोल खेले जस्तो हो कि क्या हो? हाम्रो दाजु पनि बच्चादेखि फुक्कुन्डी खेलेर हुर्केको हो कि भन्नु त। त्यही भएर लाजिमा मेरै हो। तपाईँ के हो ढुक्क हुनु? लाजिमा सिर्फ मेरो हो। त्यो गेममा गएर मेरो यो खुट्टाले गोल हाल्नु सकिन भने लाजिमालाई अरूलाई दिँदा हुन्छ।